मैले अहिले एकैछिन अगाडि यो टिकटक सोसल मिडियाको एउटा सोर्स अनि अर्को सोसल मिडियाको अर्को सोर्स फेसबुक अनि यता युट्युबहरूतिर भिडियोहरू हेर्दै थिएँ अनि कमेन्टहरू पनि सर स्कुल गर्दै जाँदा पढ्दै थिएँ। मैले एउटा कहीँ पनि कुनै पनि भिडियो कुनै पनि समाचार कुनै व्यक्तिको उसको व्यक्तिगत विचारको तल पोजिटिभ राम्रो कुराहरूको ले प्रतिक्रिया दिएको कुनै पनि कहीँ पनि पाइएन। त्यसैले मलाई आज एउटा भिडियो बनाउन मन लाग्यो। यो अहिले हाम्रो नेपाली सोसल मिडियामा यस्तो किन भइरहेको छ, मान्छेहरू किन यति वितृष्णा जगाइरहेका छन्, मान्छेहरू किन यस्तो रुष्ट बनिरहेका छन्, त्यो खै किन हो? मान्छेहरू अब के यस्तो भयो? नेपालीहरू एकदम अनुशासन मा रहेको नेपालीहरू अलि सहिष्णु खालको छन्, राम्रो विचार छन्, अरूलाई यस्तो गर्दैनन्, सबैलाई राम्रो समान व्यवहार गर्छन्, सबैको भलो चिताउँछन् भनेर बुझिन्छ एक हिसाबले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पनि। तर त्यहाँ हेर्दा मान्छेलाई विभिन्न खालको गाली गरेको छ, भद्रगोल जे पायो त्यही लेखेको छ अनि त्यो मान्छेको गएर कमेन्टमा क्लिक गरेर अनि त्यो मान्छे कस्तो मान्छे रहेछ त यो भनेर हेऱ्यो भने त्यो मान्छे अब एकदम राम्रो ठाउँमा विदेशतिर गएर उसले चाहिँ परिवारसित उसको श्रीमती आमा बुवा छोराछोरीसँग राम्रो ग्रुपमा फोटो खिचाएको छ, राम्रो मान्छे देखिन्छ, फलादमी बौद्धिक खालको पढे लेखेको जस्तो। तर त्यो मान्छेको त्यहाँ कमेन्ट हेऱ्यो भने अब त्यो मान्छे त्यो कुरै नगरौँ, त्यो मान्छे नै होइन जस्तो खालको सो कमेन्ट देखिन्छ। आखिर यस्तो किन भइरहेको छ? नेपालीहरूमा यस्तो वितृष्णा किन भइरहेको छ? नेपालीहरूले यो एक हिसाबले यो नैतिक शिक्षाको खडेरी भएको हो त अरूले भने जस्तै के भइरहेको छ? यसमा एकदमै विचार विमर्श गर्नुपर्ने जरुरी देखिएको छ। मैले आज अनुसन्धान गरेर भन्दा पनि मैले हेर्दै जाँदाखेरि देखेका कमेन्टहरूलाई उसको नाम फ्ल्यास नगर्ने गरी अब मैले विभिन्न खालको भिडियो बनाउने विचार गरेको छु यो यस्तो खालको कमेन्टहरूको विषयमा लिएर। अब अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।